रेडी छौँ जाउँ ल हाम्रो सुजन सरले अघि जित्नु पनि भएको थियो हैन अघि चक्लेट चक्लेट भन्दै हुनुहुन्थ्यो भन्न चाहिँ तर हामीले अहिले चक्लेट हैन यो हामी शुभ जन्मदिन रहेको छ उहाँलाई कृपया ताली बजाएर ह्यापी बर्थडे टु यु सरको बर्थडे भएर चिकन थियो क्यान्टिनमा भएन नि ढिलो थाहा पाउनु भएको पिपल के पेट पर भएर म देशै छोडिदिउँ फेरि सोचे विदेशमा पनि यस्तै व्यवहार सहे भने के म दुनियाँ छोडिदिउँ त्यही भएर मैले यो कविता चाहिँ लेखेको हो मैले सो हियर इट गोज जिंदगी की राह में तू कितना ठोकर खाएगा जिंदगी की राह में तू कितना ठोकर खाएगा ये दुनिया तो जालिम है यहाँ कैसे तू जी पाएगा ये जमाना ये महफिल बस दिखावे का मेला है दिल के साफ मन के अच्छे तन्हा है अकेला है आंखों में धूल झोंकने का हुनर तू कहां से लाएगा ये दुनिया तो जालिम है यहाँ कैसे तू जी पाएगा पांव में पड़े छाले नहीं दिखते पांव में पड़े छाले नहीं दिखते बस जूता ही दिखता है रिश्ता और जज्बात यहाँ दो कौड़ी में बिकता है बड़े बड़े सुरमाओं के बीच तू खुद गुम हो जाएगा ये दुनिया तो जालिम है यहाँ कैसे तू जी पाएगा अब तू ही खुद तय कर किस और कदम बढ़ाना है अब तक तूने क्या पाया और क्या तुमको पाना है अपने सपने पूरे करने क्या उनके उसूल अपनाएगा ये दुनिया तो जालिम है यहाँ कैसे तू जी पाएगा जिंदगी की राह में तू कितना ठोकर खाएगा ये दुनिया तो जालिम है यहाँ कैसे तू जी पाएगा धन्यवाद नमस्ते खोइ त सबैजना एनर्जेटिक हुनुहुँदै यहाँ नमस्ते नै फिर्ता आयो नमस्ते सर थ्याङ्क यू भेरी मच के छ पढाइ त राम्रै चलिरहेको छ नि होइन ठिकै छ क्लासमा केही समस्या छ केही छैन है ट्रीको बारेमा पढ्दै थियौँ डिफ्रेन्ट डाइमेन्सनको कुराहरू ल आज पनि त्यही हामी कन्टिन्यू नै गर्छौँ हिजोबाट र त्यो भएर मैले चाहिँ पुरै हिजो पढ्दै गर्दाखेरि चाहिँ क्लासमा एउटा इन्सिडेन्ट भएको थियो कि तपाईँले कतिको याद गर्नुभयो यहाँ चाहिँ के छ भने मैले पढाइराख्दाखेरि भूकम्प आए जस्तो भयो भनेर हामी एकचोटि पर्साएको थियो नि होइन याद गर्नुभयो के छ के भएको थियो त्यतिखेर मलाई रिमाइन्ड गरौँ बाहिर रुख ढलेर चाहिँ भूकम्प आयो तर्स्यौँ रुख ढलेको थियो थाहा पाएर रहेछौँ होइन यदि त्यो रुख चाहिँ यहीँ आइदिएको भए के हुन्थ्यो जस्तो चाहिँ लागेन तपाईँहरू लाग्यो है त्यो भएर के छ भने कुनै पनि कुराहरू चाहिँ के छ भने हामी फरेस्टमा चाहिँ ट्रीको बारेमा हिजो पढ्दै थियौँ एउटा इम्पोर्टेन्ट डाइमेन्सन भनेको के हो त हाइट हो त्यो हाइट चाहिँ कस्तो भन्दाखेरि अब त्यो यहाँ ढलेर यहाँ आइपुग्नु पनि त सक्थ्यो त त्यो के छ भने कुनै पनि ट्रीको चाहिँ के छ भने अब त्यो फेलिङ गर्दाखेरि अथवा के गर्दाखेरि चाहिँ मेजर गर्दाखेरि हामी के कुरामा चाहिँ ध्यान पुऱ्याउनु पर्दो रहेछ त एउटा डाइमेन्सन ट्रीको चाहिँ के चाहिँ याद एकदम इम्पोर्टेन्ट छ त्यो भएर हामीले कसरी मेजर गर्ने भन्ने कुरा चाहिँ आज हामीले सिक्छौँ र त्यो हाइट मेजर गर्नको लागि चाहिँ के चाहिन्छ जस्तो लाग्छ तपाईँहरूलाई केले मेजर गर्न सकिन्छ होला सिम्पल टेपले मेजर गर्न सकिन्छ होला सकिन्छ हजुरहरूले आफ्नो हाइट नाप्दाखेरि किन नाप्नुहुन्छ मेजरिङ टेप आफैले पनि नाप्न सक्नुहुन्छ सकिन्छ पक्का हो लगभग अर्को साथी भयो भने अझै एक्युरेट आउँछ होला नि त होइन अथवा त्यो कुरा चाहिँ हामीले विचार गरौँ ग्रुपमा अथवा त्यसरी मेजर गर्न सक्यो भने ठिक हुन्छ र त्यो भएर के छ त कुनै पनि ट्रीको चाहिँ हामीले हाइट मेजर गर्नु चाहिँ अब आजको क्लास पढिसकेपछि यो कुरा चाहिँ सिक्छौँ त्यो भएर आज हामीले चाहिँ के सिक्छौँ त भन्ने कुराहरू चाहिँ सरै हेर्छौँ है त एकजना कसैले पछाडिबाट पढिदिनु त के रहेछ त के कन्डिसनहरू चाहिँदो रहेछ त जस्तो फर्स्टमा स्ट्रेट स्ट्यान्डिङ ट्री ठिक छ
हामीलाई सबैभन्दा पहिला अब ट्री नाप्नुभन्दा अगाडि हामीलाई एउटा कन्डिसन के चाहिन्छ त स्ट्यान्डिङ ट्री चाहिन्छ हामीलाई त्यसपछि अरू कसैले प्लिज यो चाहिँ होइन अर्डर बाई अफिस यो चाहिँ कहिले नापिन्छ त भन्दाखेरि आफ्नो सिनियर मानिसले कहिले काहीँ भन्नुभयो अथवा त्यस्तो काम गऱ्यो भने हामीले मेजर गर्छौँ भन्ने कुरा अनि कसले चाहिँ मेजर गर्छ त हामी यो सिकिसकेपछि हामी बाई द इन्ड अफ द स्टेसन अथवा यो पढिसकेपछि हामी चाहिँ के हुन्छौँ त हाम्रो पोजिसन के हुन्छ त्यो कसले जान्नुपर्ने हुन्छ फरेस्ट टेक्निसियन अथवा रेन्जर हुन्छौँ हामी त्यसपछि हामीले चाहिँ यो चाहिँ गर्न सक्नुपर्छ के चाहिँ गर्न जान्नुपर्ने हो त हामीले के गर्न सिक्छौँ हामीले ट्रीको हाइट नाप्नु मेजर ट्री हाइट अफ अ स्ट्रेट ट्री युजिङ एभरेज लेभल भन्ने चाहिँ इन्स्ट्रुमेन्ट हुन्छ कहिले हामी बाहिर जान्छौँ त्यति बेला मैले देखाउँछु त्यो बेलामा हामीले सिक्छौँ यो चाहिँ कति टाइमभित्र गरिसक्नु पर्दो रहेछ 5 मिनटभित्र 5 मिनटभित्र गरिसक्नु पर्दो रहेछ अनि यो चाहिँ हाउ कसरी थाहा पाउने त्यो ट्रीको चाहिँ एक्ज्याक्ट भयो कि भएन भनेर यसलाई चेक गर्न चाहिँ हामीले कसरी चेक गर्न सक्छौँ के चाहिँ क्राइटेरिया हुँदो रहेछ त हामीले 10 वटा चाहिँ बोरिङ गाड्नु पर्ने त्यो एकदमै इम्पोर्टेन्ट हामीलाई यसरी त राख्ने बरु 5 वटा गर्छौँ नि हामी धेरै जग्गा कभर गर्ने कम्पनी प्राइभेटाइज गरे हामी गर्छौँ नेक्स्ट इयरमा गर्छौँ अर्को बोरिङ त्यसरी उहाँले आफै गर्नुहुन्छ क्या प्राइभेटाइज अनि कोही मान्छे त्यस्तै गरेर टिआइटिआईको ट्रेनिङ र मार्केटिङ डाइरेक्टर कल्चर कुमार बस्नेतलाई स्वागत गर्न चाहन्छु। त्यस्तै गरेर टिआइटिआईको प्रोग्राम डाइरेक्टरहरूलाई स्वागत गर्न चाहन्छु। त्यस्तै गरेर यो ट्रेनिङमा अब 10 दिनको टट फर इफेक्टिभ इन्स्ट्रक्सन र टट फर जेनरल टटमा खटिनु भएका हाम्रो आदरणीय मेन्टर सर म्यामहरूलाई वेलकम गर्न चाहन्छु। अहिले हामी प्राक्टिकम फेजको ओरिएन्टेसन सेसनमा छौँ र त्यस्तै गरेर टिआइटिआईको लेखा अधिकृत दिनेश लुइटेल सरलाई पनि मैले स्वागत गर्न चाहन्छु। डिसेम्बरबाट सञ्चालन भएर 6 फेब्रुअरी सम्म कन्टिन्यू जान्छ र हाम्रो यो 30 वर्किङ डेजको थियो र यसमा हामीले 1+2+ हाम्रो 2 हप्ताको थियो जुन फेस टु फेस जुन हामीले कम्प्लिट गरिसकेका छौँ भने अहिले तेस्रो हप्ता 3 हप्ता चाहिँ हाम्रो प्राक्टिकम फेज अन्तर्गत पहिलो हप्ता हाम्रो प्रिपरेसन फेज र पछिको 2 हप्ता चाहिँ हामी रियल ट्रेनिङ नै कन्डक्ट गर्छौँ र अहिले हामी त्यो प्राक्टिकम फेज अन्तर्गतको पहिलो हप्ता प्रिपरेसन फेजको अन्तिम दिनमा छौँ र हामीसँग 21 जना पार्टिसिपेन्ट हाम्रो आङ्गिक साझेदारी टेक्स र प्राइभेट सेक्टर सबैलाई समेटेर हामीले यसमा नोमिनेट गरेको थियौँ र 21 जनै पार्टिसिपेन्ट आजको दिनसम्म हुनुहुन्छ र जसमा हाम्रो 16 जना मेल र 5 जना फिमेल हुनुहुन्छ र प्रिपरेसन पछिको अब कार्यक्रम हामी चरणमा छौँ यस कार्यक्रममा केही आउने पिडी छ मैले कस्तो भने सम्पूर्ण चिफ सरहरू पठाएर हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा यहाँको सम्बन्धित इन्स्टिच्युटलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। त्यस्तै गरेर इन्जिनियर अनुज भट्टराईलाई अनुरोध गर्दै म पनि यहाँबाट ओजेल गर्न चाहन्छु। जस्तै एकजना म्यामले त भन्नुभयो होइन, अनि अरू सर म्यामहरूको त्यस्तो केही जिज्ञासा छ भने राखौँ, हामी सम्बन्धित व्यक्तिले त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौँ। त्यसले गर्दाखेरि पनि हामी प्रदेशमा पनि पुग्नु छ, हामी स्कुलहरू पुग्नु छ, स्थानीय तह पुग्नु छ। त्यहीको लागि पनि यो मोडालिटीले एकदम हेल्प गर्छ। यहाँ विभिन्न ठाउँमा हुनुहुन्छ, यहाँबाट एकजना हामी पठाइदिएपछि एकजना यहाँहरू मध्येहरूबाट लिनलाई र त्यो प्र्याक्टिस हामीले सुरु पनि गरिसकेका छौँ। यहाँ म्यामहरू सरहरू आएर अगाडि लिएकोहरू आएर यहाँ हामीलाई हेल्प पनि गर्नुभएको हुन्छ। धेरै तालिम चलेको बेलामा हामी कम हुन्छौँ, अनि त्यसपछि त्यो बेला प्लस गरेर बाहिर जाँदाखेरि सकेसम्म यहाँहरूको प्रयोग गर्ने गरी गरिरहेको हुन्छौँ। र यो एमटट ट्रेनिङ लिएको हो, यो हामीले यसमा कुनै पनि किसिमको अरू कुनै किसिमको क्राइटेरिया छैन। यसमा हामीले नै हेरेर त्यसपछि बेस्ट व्यक्तिहरू छान्ने प्र्याक्टिस हो यो। यसमा अरू कुनै पनि किसिमका केही पनि छैन, स्ट्यान्डर्डहरू हुँदैन। त्यसले गर्दा ह्यान्ड पिक्ड एकदमै बेस्ट मान्छेहरू आउनु भएको छ। अनि अब त्यही कुराहरू चाहिँ यहाँहरूले अबको तालिमहरूमा एज एन